हेलो गाइस, सबैलाई स्वागत छ आजको नयाँ मिनी ब्लगमा। हजुरहरू सोच्दै हुनुहुन्छ होला कि हामी एक बाइकमा तीन-तीनजना कहाँ गएर छौँ। सो हामी चाहिँ गएर छौँ साथीको दिदीको बिहे। हामी बिहे घर पुगिसकेपछि यहाँ चाहिँ सबैजना डान्स गरिरहेको होइन, र एकछिन हामी डान्स हेर्छौँ। त्यसपछि डान्स हेरिसकेपछि हामी चाहिँ उता बेहुला बेहुलीमा टिका लगाउन जान्छौँ। अनि टिका लगाएर फेरि पनि हामी यता खाना जानलाई यता एकछिन उभ्या हुन्छौँ। दिदीहरू चाहिँ डान्स गरिरहेको हुन्छन्, त्यसैले हामी चाहिँ दिदीहरूलाई वेट गरिरहेको हुन्छौँ होइन। सो हेर्न सक्नुहुन्छ हाम्रो दिदीहरू चाहिँ एज पनि डान्स गरिरहेको छन्। सो गाइस एकछिन पछि हामी यता टेन्टमा आउँछौँ खानालाई होइन। अनि उता चाहिँ दिदी आइरहनु भएको छ। अनि हाम्रो एउटा दिदी र बहिनी चाहिँ उता खाना दिन जानुभएको छ, र दिदी चाहिँ यहाँ खाना ल्याइसक्नु भएको छ, हेर्न सक्नुहुन्छ। दिदीले सबैले नमस्ते गर्नुहुन्छ, स्वागत गर्नुहुन्छ होइन। अनि पछि साथीहरू पनि आएको छन्। अनि हाम्रो साथीहरू पनि हामी सँगै बसेर खान्छौँ भन्छन्, अनि हामी पनि भन्छौँ अब हामी सँगै खाउँ भनेर। अनि हाम्रो चाहिँ खाना आएको हुन्न। अनि ठ्याक्कै बहिनी आइसक्छन्। अनि मैले सोच्छु नजुर के को मासु खानुहुन्छ होइन, कुखुराको के को। म चाहिँ कुखुराकै खान्छु। अनि यता हाम्रो भाइले पनि खानिदिन्छन् होइन। अनि हामी चाहिँ खाना खान्छौँ। गाइस अब हामीले हेलो खाना खा सकला है खाना खा गया तो अब हलिङ आटा हलिङ न चाहिए हैन यसो काकर भइरो देखिम भ्यू अब राति भ्यू अब हल्का रात को बाबाल नाचक लगाते अब भिडियो हेर्न बनाइरहेको भिडियो हैन। एकछिन पछि हामी उता घुमेर आइसकेपछि यता चाहिँ एकदमै खतरा डान्स भइरहेको थियो। हामीले पनि नाच्न मन लागेको थियो, तर एकछिन हामी हेर्छौँ। सबैलाई नाचेको देखेर हामीले पनि एकदमै नाच्ने रहर हुन्छ, र हामी पनि आफ्नो लाज पसाएर हामी पनि नाच्न सुरु गर्छौँ।